Oi, malta. Acabei de tomar duche e o meu cabelo ainda está molhado. Estou com gripe também. Conseguem ver. यो भिडियोमा म भन्न जाँदैछु हामी नुहाउनुलाई के भन्छ, मैले नुहाए भन्दा के भन्छ र हामीले नुहाउँदा प्रयोग गर्ने सामानहरूलाई पोर्चुगिजमा कसरी भन्छौँ। तोमार बान्यु, तोमार दुश भन्छौँ। तोमार दुश भनेको नुहाउनु। अनि तोमाई दुश, यो तोमाई दुश यो राख्न सक्नुहुन्छ। तोमाई भर भनेको तोमार लिनु भन्ने हुन्छ हैन। त्यसलाई हामीले यो सर्वनामसँग परिवर्तन गरेर तोमाई बनाइसकेको छौं। त्यसैले यो भनिराख्नु पर्दैन, तर भन्दा पनि केही फरक पर्दैन। यो तोमाई बान्यु भन्न सक्नुहुन्छ अथवा तोमाई बान्यु पनि भन्न सक्नुहुन्छ। यो acabei de tomar banho, मैले भर्खरै नुहाएर सके भनेर भनेको। हामी casa de banho भनेर टोयलेट बाथरुमलाई भन्छौं भनेदेखि यदि सावर मात्र लिने ठाउँ छ भनेदेखि चाहिँ हामी त्यसलाई दुश भन्छौं। अब ढिला नगरी हामी नुहाउँदाखेरि के युज गर्छौं त्यसको बारेमा पनि जानिहालौं। श्याम्पू, श्याम्पू भनेको श्याम्पू प्रोनाउन्सिएसन अलिकति डिफरेन्ट हुन्छ, होइन भने इंग्लिशमा हामी श्याम्पू भन्छौं भनेदेखि पोर्चुगिजमा श्याम्पू भन्छौं। कन्डिसनर, कन्डिसनर भनेको कन्डिसनर para hidratar o cabelo, कपाल हाइड्रेट गर्नको लागि। अर्को रहेको छ gel do banho, gel do banho औ साबुनेट। कसैले साबुन युज गर्नुहुन्छ नुहाउनको लागि भने साबुनेट भन्छौं साबुनलाई भनेदेखि gel do banho भन्छौं यदि हजुर शावर जेल युज गर्नुहुन्छ भने। मेरो केसमा म चाहिँ शावर जेल युज गर्छु, त्यसैले gel do banho। अर्को रहेको छ स्पन्ज। सबैले युज गर्नुहुन्छ भन्ने छैन हैन, मैले युज गर्ने भएकोले म इन्क्लुड गर्दैछु। स्पन्ज पनि भन्न सक्नुहुन्छ अथवा स्पन्ज दु बान्यो पनि भन्न सक्नुहुन्छ। स्पन्ज भनेको चाहिँ जाली हुँदैन, जाली हामी रब गर्न हैन युज गर्छौं। स्पन्ज दु बान्यो भन्छौं हामी। त्यस्तै लास्टमा रहेको छ toalha, toalha भनेको टावल। हामी ड्राई गर्नको लागि नुहाइसकेपछि टावल युज गर्छौं, त्यसलाई हामी पोर्चुगिजमा toalha भन्छौं। अब हजुर शावर लिएको बेलामा हरेक सामानहरू युज गर्नुहुन्छ त्यसलाई चाहिँ पोर्चुगिजमा भन्दै प्र्याक्टिस गर्नुहोला। Beijo.